हेलो नमस्ते गुड मर्निङ भन्दै मेरो जोटानको सेकेन्ड मर्निङ हो आज चाहिँ। सो आई होप तपाईँहरू सबै सन्चै हुनुहुन्छ होला। म उठेर जिउ तन्काएँ होइन, ऐना हेरेँ अनि यसो हेरेको एकदम जाडो थियो है। मैले बाक्लो कपडा लगाएँ, कपडा लिएर म लागेँ बाथरुमतर्फ। मैले चाहिँ कपडा लगाइसकेको थिएँ, अब फ्रेस हुनुपर्ने थियो नि त। सो अनि फ्रेस हुनलाई बाथरुमको ढोका खोलिरहेको थिएन। सो अनि मैले खोलेँ अनि म सररररर गएँ अनि त्यसपछि अर्को बाथरुमतिर लागेँ। मलाई त्यो चाहिँ मन परेन नि त। अनि अर्को बाथरुममा गएर ऐना हेर्दै ब्रस गरेँ। तपाईँहरूले सोधिरहनु भएको होला के लुगा लगाएको यस्तो भनेर। अब के गर्ने, देश कुनाको भेष हो है यो चाहिँ। आई होप तर मलाई राम्रो लाग्छ। बट एकदम बाक्लो थियो है, न्यानो थियो। अनि त्यही भएर मैले ऐना हेर्दै मुख पनि धोएँ। मेरो चाहिँ केही हुँदैन, फेस केयर स्किन केयर केही हुँदैन। जस्ट पानीले मुख धुने अनि ब्रस गर्ने, त्यो एउटा कालो टिका चाहिँ मेरो एभ्रिडे हुन्छ, त्यो लगाउनु चाहिँ होइन यसो। अनि म फ्रेस भएर पानी पनि तातो आइरहेको थियो, तातो पानीले मुख धोएँ। आज चाहिँ एकदम चिसो छ भन्दै म कपालहरू मिलाएँ। सो मलाई चाहिँ फेरि यस्तो गर्न मन लाग्छ कि जहिले होइन, फोनमा बोले पनि भिडियो बनाए पनि। अनि सो म फेसहरू पुसेर अब फेरि पनि नाच्छु होला सायद मेरो बानी यस्तो हो। अनि मलाई चाहिँ कस्तो भइरहेको थियो होइन, बिहानदेखि होइन कस्तो भोक लागेको टाइप त्यस्तो भइरहेको थियो। अनि मैले हात चुप्पा पनि गरेँ सबैलाई। अनि मलाई यस्तो बाहिर हेर्न मन लाग्यो होइन। अनि आई होप मेरो चाहिँ आई होप भन्ने बानी भएछ सो है। अनि म बाहिरको वेदर हेर्न यति धेरै एक्साइटेड थिएँ, तर मैले खोलेर यसो हेरेको पानी परिरहेको थियो बाहिर चाहिँ। अनि तपाईँहरूलाई पनि देखाएँ। जोडानमा चाहिँ यति धेरै जाडो छ है गाइस, यति धेरै हिउँ परिरहेछ है, हिउँ तर धेरै चाहिँ परेन होइन, तर थोरै पनि हिउँ परिरहेछ। म चाहिँ एकछिन बाहिरको हावामा फ्रेस भएँ। अनि त्यो फ्रेस भएँ भन्दै गर्दाखेरि मेरो फोनमा पानी पस्यो। त्यसपछि लागेँ म मेरो बेडरुम सफा गर्न। मलाई चाहिँ बेड सफा नगरुन्जेलसम्म म अरू कामै गर्दिनँ है। त्यही भएर म नाच्दै मेरो बेड सफा गर्दैछु। एक्लै सुतेको बेड पनि मेरो यति धेरै फोहोर हुन्छ नि। अब फोहोर त के भन्नु, तपाईँहरू पनि नेगेटिभ लिनु होला है, फोहोर होइन कि त्यो तन्नाहरू यताउता जान्छ, म धेरै चल्छु नि त। अनि सो मेरो हात पनि घोच्यो है, त्यहाँनिर एउटा के भन्छ त्यसलाई, सियो जस्तो थियो, ज्याकेट लाउँछु भनेर गरेको त उल्टो रहेछ हौ गाइज। अनि सो एकदम जाडो थियो है। अनि मैले ज्याकेट लगाएर अनि सो अब देख्नु सक्नुहुन्छ मेरो बानी यस्तो छ है, कपडा लगाएपछि ऐना हेर्ने, नाच्ने भन्दा पनि अब यस्तै हो, यस्तो गर्ने। सो मलाई चाहिँ चिसोले रुगा पनि लागिरहेछ। अनि म लागेँ किचनतर्फ लागेँ। अनि म चाहिँ नङ देखाउँदैछु कि नङ पलिस देखाउँदैछु होइन। अनि सो किचनको पनि बत्ती बालेँ, यसो हेरेको किचनको हालत यस्तो फोहोर। अनि सो अरू म केही नहेरिकन मलाई पानी खानु थियो, पानी खाएँ। अनि पानीको बोतल देखाएँ, पानी फोड्न नसकेर होइन, म दाँतले फोरिरहेको छु, दाँतले पनि नसकेर अब चाहिँ अति भएर म चक्कु प्रहार गर्दैछु है। एनिवे अनि सो मेरो चाहिँ बिहान उठेर पानी खाने बानी छ। मर्निङमा जहिले पनि म पानी खान्छु, पानी नखाए मेरो अरू काम सुरु हुँदैन। अनि भन्दै साथसाथै म फेरि मलाई ब्ल्याक टी मनपर्छ, टी लभर हो नि त। अनि फेरि टी बनाउन लागेँ। अनि पानी तताएको मलाई यो अन गर्न नजानिरहेको रहेछ कि सो यस्तै हुन्छ होइन। अनि सो त्यसपछि म लागेँ लिप्टन लिन। मलाई चाहिँ अब भन्न आउँदैन है, मलाई यो अब के भन्छ अरबी ल्याङ्ग्वेजहरू भन्न आउँदैन। सो अलिअलि ट्राई गर्दैछु, अब के गर्नु, सिक्नै पर्यो भनेर 1 चम्ची चिनी बोकेर म गएँ सरररर है। गएर अनि त्यसपछि कपमा हालेर अब म चिया बनाउँछु। त्यतिखेरसम्म मेरो पानी तातिँदै थियो, पानी तातेर पनि मैले हालेँ। हाम्रो नेपालमा चाहिँ होइन चिनी चियापत्ती सबै हालेर अनि त्यसपछि उमाल्छ नि त। यहाँ चाहिँ अब त्यस्तो गरिरहनु पर्दैन, सो सजिलै हुन्छ है।
बस पानी एउटा तताउनुपर्छ अनि त्यो पनि लाइनबाट तातिन्छ अनि सो मलाई चाहिँ फेरि चित्त नबुझेको के पछि छ जस्तो लागिरहन म हेरिरहेको छु अनि म लागि त्यसपछि कफी के अरे चिया खान कफी खान भने चाहिँ मेरो बोल्ने बानी यस्तै छ हौ गाइज अनि त्यसपछि गएँ त्यो जुत्ताहरू चप्पलहरू इग्नोर है गाइज अनि त्यसपछि म बाहिर भ्यू हेर्दै मस्त खाएँ चिया अझ वाउ पनि भन्दैछ अब साथी न सँगै एक्लै रङ्गी है म चाहिँ फेरि चक्लेट पनि देखाउँदैछु अनि सो अब चक्लेट खाएँ मैले यस्तो मनपर्छ नि मलाई होइन बिहान बिहान चक्लेट र चिया खान तर खान हुँदैन भन्छ है तर मलाई मनपर्छ म के गर्नु म बाहिरको भ्यू हेर्न देखाउँदैछु हेर्नलाई मलाई पनि एकदमै रमाइलो लाग्छ सो है यति धेरै चिसो छ नि यति धेरै चिसो छ भाइ